आजको यो गजबको भाषिक र सांस्कृतिक छलफलमा यहाँहरू सबैलाई स्वागत छ। म आज अलिकति परम्परागत दृष्टिकोण राख्दैछु है, अनि मसँग हुनुहुन्छ हाम्रो सांस्कृतिक गाइड। धन्यवाद। यहाँहरूसँग जोडिन पाउँदा एकदमै खुसी लागेको छ। म चाहिँ जापानिज संस्कृतिका ती साना तर रोचक यथार्थहरू खुलाउन तयार छु। र म पनि छु नि। म सधैँ सतहभन्दा अलि गहिराइमा पुगेर लुकेका अर्थहरू खोज्ने प्रयास गर्छु। ल त सुरु गरौँ है। आज हामी दुईवटा जापानी शब्दहरू बीचको एकदमै रोचक विरोधाभास खोतल्दैछौँ। पहिलो हो सेन्से, जसले हामी सामान्यतया शिक्षक वा महान गुरु भनेर बुझ्छौँ, र अर्को हो बाका, जसको सिधा अर्थ हुन्छ मूर्ख। सुन्दा त यी दुई शब्द आकाश जमिन जत्तिकै फरक लाग्छ नि, होइन र? तर के साँच्चै त्यस्तै हो त? सुरुमै म एउटा अचम्म लाग्ने प्रश्न सोध्छु है त। के कसैलाई सेन्से भन्नु वास्तवमा एउटा अपमान हुन सक्छ? अपमान? लौ के कुरा गरेको त्यस्तो? सेन्से भनेको त आदर र सम्मानको ठूलो सूचक हो नि। बाहिरबाट हेर्दा पक्कै त्यस्तै देखिन्छ नि, तर अलिकति गहिरिएर यसको भाषिक र सांस्कृतिक पाटो हेर्ने हो भने नि यो शब्दले धेरै कुरा लुकाएको हुन्छ। आजको यो छलफल सकिनासम्म तपाईँले कसैलाई सेन्से भन्नु अघि पक्कै दुईपटक सोच्नुहुनेछ, पक्का। यहाँनिर पश्चिमी सोच र जापानको वास्तविक यथार्थबीचको फरक बुझ्न एकदमै जरुरी छ है। पश्चिममा वा हलिउड फिल्महरूमा सेन्से भन्नसाथ हामी के सोच्छौँ? एउटा सेतो दाढी भएको, जीवनको अपार ज्ञान भएको मार्शल आर्टको गुरु। एकदम सही भन्नुभयो, मानवताकै एक उत्कृष्ट नमुना जस्तो नि। हो नि, तर जापानको यथार्थ चाहिँ अलि फरक छ क्या। त्यहाँ जो कोहीले पनि केही कुरा सिकाउँछ भने ऊ स्वतः सेन्से बनिहाल्छ। भर्खरै प्लेनबाट उर्लिएको अनुभवहीन अङ्ग्रेजी टिचर होस् वा सप्ताहन्तमा ककटेल बनाउन सिकाउने मान्छे, सबै सेन्से हुन्। उनीहरूसँग जीवनको त्यस्तो गहिरो ज्ञान नभए पनि उपाधि चाहिँ त्यही नै हो। यहीँनिर लेखकको एउटा निकै रोचक अवधारणा आउँछ है, जसलाई सृजनात्मक गलत बुझाइ वा क्रिएटिभ मिसअन्डरस्ट्यान्डिङ भनिएको छ। यसको मतलब के भने कुनै कुरालाई सुरुमा उल्टो वा गलत तरिकाले बुझ्नु, तर त्यही गल्तीबाट अघि बढ्दै जाँदा एउटा बिल्कुलै नयाँ र गजबको सत्य पत्ता लाग्नु। भनेपछि हलिउडले देखाउने भ्रम र सेन्सेको वास्तविक यथार्थ बीचको खाडल बुझ्ने क्रममा लेखकले कुनै नयाँ कुरा फेला पारेका हुन्। एकदम सही। वास्तवमै ज्ञानी नभइकन पनि कोही कसरी सेन्से हुन सक्छ भन्ने कुरा बुझ्ने प्रयास गर्दा उनीहरूले निपुणताको पछाडि लुकेको एउटा अप्रत्याशित रहस्य पो फेला पारे नि। अब यो विभाजित शिक्षक अर्थात् एउटा मात्रै कुरामा पोख्त हुने कुरालाई हेरौँलै त। मलाई चाहिँ यो कुरा पचाउन अलि गाह्रो पर्छ क्या। कोही मान्छे स्किन वा डान्सिङमा सेन्से हुन सक्छ, तर आफ्नो बाँकी जीवनमा चाहिँ पुरै अस्तव्यस्त वा भद्रघोल कसरी हुन सक्छ त? किनभने नि जापानमा यो उपाधिलाई एकदमै सीमित दायरामा राखिएको छ। तपाईलाई सेन्सेको सम्मान केवल त्यही विशेष सिप सिकाउन्जेल मात्र दिइन्छ। यसको अर्थ तपाईँ सम्पूर्ण जीवनकै महान गुरु हुनुहुन्छ भन्ने चाहिँ बिल्कुलै होइन है। यो कुरालाई झन प्रष्ट पार्न लेखकले एउटा दामी जापानी कमेडी चलचित्रको उदाहरण दिएका छन्, जसको नाम हो त्सुरी बाकार निस्से अर्थात् फिशिङ नट्स डायरी। यसका त 20वटा भन्दा बढी सिरिज बनेका छन्। यसमा भूमिका कसरी ठ्याक्कै उल्टिन्छ भन्ने देखाइएको छ। मैले बुझे, सामान्य जीवनमा जो मान्छे ठूलो हाकिम अर्थात् सिइओ हुन्छ, ऊ अफिसमा त मालिक भयो, अनि क्लर्क चाहिँ एउटा सामान्य कर्मचारी हो नि। तर जब उनीहरू माछा मार्न जान्छन् नि, सबै कुरा उल्टिन्छ क्या। माछा मार्ने कुरामा सिइओलाई केही आउँदैन, त्यसैले ऊ विद्यार्थी बन्छ। तर त्यो सामान्य क्लर्क जो माछा मार्न भनेपछि हुरुकै हुन्छ, ऊ चाहिँ त्यहाँ गुरु बन्छ। लेखकलाई लाग्यो कि यो नै विभाजित सेन्सेको सबैभन्दा उत्कृष्ट उदाहरण हो। तर कुरो यहाँ बिग्रिन्छ है। अघि मैले सृजनात्मक गलत बुझाइ भनेको थिएँ नि, हो त्यो यही लागू हुन्छ। लेखकले वास्तवमाथि फिल्महरू हेरेकै रहेनछन्। पछि आफ्नो कुरा पक्का गर्न जब उनले गुगल गरे नि, तब इन्टरनेटले त उनको सिद्धान्त नै भताभुङ्ग पारिदियो। लौ कसरी भनेपछि त्यो क्लर्कलाई सेन्से भनिँदैन र? बिल्कुलै भनिँदैन। त्यो क्लर्कको नाम हामाचान हो। यो नामै हमारू अर्थात् कुनै कुरामा पागलपनको हदसम्म लीन हुनु भन्ने शब्दबाट आएको हो। उसलाई माछा मार्ने सेन्से होइन, स्पष्ट रूपमा बाका सारारीमान अर्थात् एउटा मूर्ख कर्मचारी पो भनिँदो रहेछ। ऊ कुनै ज्ञानी गुरु होइन, ऊ त केवल एउटा पागलपनको हदसम्म मग्न मूर्ख पो रहेछ। ओहो, भनेपछि मुख्य कुरा त यो पो रहेछ है। लेखकले बल्ल बुझे कि सेन्सेको स्तरमा पुग्न वा अरूलाई सिकाउन सक्ने स्तरसम्म पुग्न त तपाईँ सुरुमा त्यही कुरामा एउटा मूर्ख जस्तै पागल हुनै पर्ने रहेछ। ठ्याक्कै। तपाईँ पहिला एउटा बाका बन्नुपर्छ। तपाईँ यस्तो मूर्ख बन्नुपर्छ जसलाई माछा मार्ने, स्किङ गर्ने वा ककटेल बनाउने बाहेक दुनियाँको अरू कुनै मतलब हुँदैन। त्यसो भए सेन्से र बाका एकअर्काका विपरीत होइन रहेछन्। यी त एउटै सिक्काका दुई पाटा पो रहेछन् नि। एउटा बिना अर्को सम्भव नै छैन। अब कुरा अलिकति बदलौं र हेरौं कि यो विचार अहिलेको पप संस्कृतिको मात्र कुरा होइन है।
सेन्सेई र बाका बीचको यो गहिरो सम्बन्ध र यो व्यङ्ग्य जापानी साहित्यिक इतिहासको निकै पुरानो समयसम्म पुग्छ। आउनुहोस् यो व्यङ्ग्य र यसको उल्टो अर्थलाई अझै राम्ररी बुझौं। यसले हामीलाई जापानका महान उपन्यासकारहरूमध्ये एक नत्सुमे सोसेकीको एउटा भनाइतर्फ डोर्याउँछ। मलाई यो एकदमै मनपर्छ है। उनले लेखेका थिए, संसारमा व्यङ्ग्य भन्ने एउटा कुरा हुन्छ। सबैलाई थाहा छ कि सेन्से शब्दलाई मूर्ख वा बाकाको अर्थमा पनि मजाले प्रयोग गर्न सकिन्छ। सोसेकी आफ्नो तीखो व्यङ्ग्यका लागि एकदमै चर्चित थिए। यी दुई शब्द कसरी एकअर्कामा जोलिएका छन् र अवस्थानुसार कसरी व्यङ्ग्यात्मक रूपमा एकले अर्काको ठाउँ लिन सक्छन् भन्ने कुरा उनले एकदमै सटीक रूपमा देखाएका छन्। अनि सबैभन्दा हाँसउठ्दो कुरा त के भने नि, सोसेकीले कोकोरो भन्ने एउटा एकदमै चर्चित उपन्यास लेखेका थिए जसमा मुख्य पात्रलाई केवल सेन्सेई भनेर मात्र चिनिन्छ। र रमाइलो कुरा, जापान र विदेशका लाखौं पाठकहरूले यो उपाधिलाई एकदमै गम्भीरताका साथ लिन्छन् क्या। हो नि, यो त साँच्चै नै हास्यास्पद छ। उनीहरू सोसेकीको त्यो व्यङ्ग्यलाई पुरै व्यवस्था गरेर त्यो पात्रलाई महान मानिरहेका हुन्छन्, जबकि त्यो पात्रले आफ्नो जीवनमा त्यो उपाधि पाउन लायकको कुनै एउटा कामै गरेको हुँदैन। सोसेकीले उसलाई घुमाउरो पाराले मूर्ख भनिरहेका थिए, तर पाठकहरूले चाहिँ त्यो मजाक नबुझेर सम्मानमा टाउको झुकाइरहेका छन्। असम्म छ है। र यो भावना आज पनि त्यत्तिकै जीवित छ नि। प्राध्यापक भन्ने सपना र सेन्सेई भनिँदा हुने त्यो असजिलोपन बीचको एउटा गजबको किस्सा सुनाउन। लेखकले दुई महिला बीचको कुराकानी सुनेछन्। एकजना भर्खरै प्राध्यापक भएकी थिइन् अनि उनकी साथीले जिस्काउँदै भनिछन्, ल अबदेखि त मैले तिमीलाई सधैँ सेन्सेई भन्नुपर्छ है। अनि ती नयाँ प्रोफेसरले कस्तो रियाक्सन दिइन् त? के उनी मक्ख परिन्? बिल्कुलै परिनन्। उनी अकमकिँदै भनिछिन्, मलाई आशा छ म सेन्सेई भनिने स्तरसम्म तल गिरेकी छैन। उनको त्यो रियाक्सन कि सेन्सेई बन्नु भनेको एक प्रकारको पतन वा तल गिर्नु हो। यसले हामीलाई सृजनात्मक गतिरोध अर्थात् क्रिएटिभ डेड एन्डतिर पुर्याउँछ। जापानी शब्द सेन्सेईलाई पश्चिमी दर्शनसँग जोडेर हेर्दा यो शब्दले किन एउटा खोक्रो आत्मरति बोक्छ भन्ने कुरा छर्लङ्ग हुन्छ। यसका लागि फ्रेडरिक नित्सेको दर्शनलाई हेरौँ न। उनले द लास्ट मेन वा अन्तिम मानिसहरूको कुरा गरेका थिए। यस्तो मानव जसले विकासको अन्तिम चरण पार गरिसकेको छ र अब ऊ अघि बढ्ने कुनै ठाउँ नै छैन, पुरै गतिरोध। जापानी भाषामा यसलाई मात्सुजिन भनिन्छ। एकदम सही। र नित्सेले यसको ठिक उल्टो चोजिन वा सुपरम्यानको पनि कुरा गरेका छन्, जो सधैँ आफूलाई विकसित र सुधार गर्दै अघि बढिरहन्छ। लेखकको तर्क के छ भने नि, सेन्से भनेको निरन्तर अघि बढ्ने चोजिन भन्दा पनि एकै ठाउँमा रोकिएको मात्सुजिनसँग धेरै मिल्दोजुल्दो छ। यदि हामीले यो शब्दलाई शाब्दिक रूपमै टुक्र्याएर हेर्यौँ भने कुरा झन प्रष्ट हुन्छ। सेन्सेई शब्दले नै तपाईको से अर्थात् तपाईको जीवन शक्ति वा ऊर्जा अतीतमा सीमित भइसक्यो भन्ने जनाउँछ। भनेपछि परिभाषा अनुसार नै यदि तपाईँ सेन्से हुनुहुन्छ भने तपाईको सृजनात्मकता रोकिसक्यो, तपाईको विकासको बाटो बन्द भयो। हो नि, तपाईँ अब निरन्तर ज्ञान खोज्ने विद्यार्थी रहनु भएन। तपाईँ त आफूलाई महान मानेर आत्मरतिमा रमाइरहनु भएको छ। तपाईँले जीवनका नयाँ कुराहरू सिक्न र अनुभव गर्न छाडिसक्नुभयो। यसैले गर्दा त लेखक आफ्नै एउटा रोचक निष्कर्षमा पुगेका छन्। एउटा पत्रिकाको स्तम्भकारको रूपमा लेखकले प्राय आफ्ना लेखहरूको तल कमेन्टमा बाका वा मूर्ख भन्दै गाली खाएका हुँदा रहेछन्। ओहो, त्यो त सुन्दा पनि एकदमै नराम्रो लाग्छ नि। सुरुमा त्यस्तै लाग्छ, तर लेखकले बाका शब्दलाई गाली होइन एउटा गर्वको ब्याजको रूपमा लिन सिकिसके। किनभने बाका हुनुको अर्थ हो तपाईँ अझै पनि कुनै कुरामा पागलपनको हदसम्म लागिरहनु भएको छ। तपाईलाई अझै पनि वास्ता छ नि, तपाईँ अझै पनि नयाँ कुरा बुझ्ने प्रयास गर्दै हुनुहुन्छ। एउटा सेन्सेको रूपमा एकै ठाउँमा निष्क्रिय भएर बस्नुभन्दा यो धेरै सक्रिय र राम्रो अवस्था हो नि। साँच्चै भन्ने हो भने नि, आजको यो कुराकानीले त मेरो आँखा नै खोलिदियो। दुईवटा साधारण जस्ता लाग्ने शब्दहरूको विश्लेषण गर्न हामी हलिउडका मार्शल आर्ट फिल्मदेखि लिएर माछा मार्ने जापानिज कमेडी र नित्सेको गहिरो दर्शनसम्म पुग्यौं। हो नि, यसले त हामीले विभिन्न उपाधि वा टाइटलहरूलाई हेर्ने दृष्टिकोण नै पुरै बदलिदिन्छ होइन र? कुनै कुरामा पूर्णता पाउनु भनेको त सायद नयाँ कुरा सिक्ने जिज्ञासाको अन्त्य पो रहेछ। र त्यसैले अन्त्यमा हामी यहाँहरू सबैलाई एउटा प्रश्न सोधेर छोड्न चाहन्छौँ। तपाईको आफ्नै जीवनमा, तपाईका सोखहरूमा अनि तपाईको करियरमा के तपाईँ आफ्नो विगतको ऊर्जा र सफलतामा मात्र भर पर्ने एक निष्क्रिय सेन्से हुनुहुन्छ, वा तपाईँ अझै पनि नयाँ कुरा सिक्नका लागि पागलपनको हदसम्म ललायत भइरहने एक विकसित बाका हुनुहुन्छ? यसमा पक्कै विचार गर्नुहोला है। आजको यो रोचक प्रस्तुति हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सधैँ जिज्ञासु रहिरहनुहोस्।